हेलो फ्रेन्ड्स, आज म हजुरहरूलाई बोल्ड संस्कृतिले भरिएको देशको बारेमा रोचक जानकारीहरू दिन गइरहेको छु। आउनुहोस् जानौँ त्यस देशको बारेमा रोचक जानकारीहरू। साथीहरू, दुनियाँमा सबै देशमा आफ्नै आफ्नै संस्कृति र रहनसहन हुने गर्दछ। आज हामी कुरा गर्न गइरहेका छौँ त्यस्तै मोडल तथा आधुनिक देश ब्राजिलको बारेमा। साथीहरू, ब्राजिल साउथ अफ्रिकामा रहेको एउटा देश हो जसलाई साउथ अफ्रिकाको सबैभन्दा ठुलो देश र दुनियाँकै 5औं नम्बरमा पर्ने सबैभन्दा ठुलो देश रहेको छ। साथै ब्राजिल जलस्रोतको सबैभन्दा धनी देश पनि रहेको छ। साथीहरू, ब्राजिलमा सबैभन्दा धेरै मानिसहरू लेबनानबाट आएर रहेका छन्। ब्राजिलको अफिसियल नाम ब्राजिल टेरेडो द सेन्टा क्लोज रहेको छ। साथीहरू, ब्राजिल शब्दको अर्थ रातो हुने गर्दछ, जसको नाम एउटा रोगबाट राखिएको छ जो पाउ ब्राजिलबाट आएको थियो। यो रोग ब्राजिलमा धेरै मात्रामा पाइने गर्दछ र यो रुखबाट रातो रङको ड्राई बन्ने गर्दछ। साथीहरू, ब्राजिल देशको स्थापना 7 सितम्बर 1822 मा भएको थियो। साथीहरू, 1889 मा ब्राजिल राजतन्त्रबाट लोकतन्त्रमा परिणत भएको थियो। साथीहरू, ब्राजिलको कुल जनसङ्ख्या मध्ये 86% मानिसहरूले इसाई धर्मको पालना गर्ने गर्दछन् र अरू देशको तुलनामा ब्राजिल देशको संस्कृति धेरै नै बोल्ड तथा आधुनिक रहेको छ र त्यहाँ छोटो लुगा लगाएर हिँडडुल गर्नुलाई सामान्य मानिने गर्दछ। र साथै ब्राजिलमा रहेको सी बीचको दृश्य धेरै नै अलग हुने गर्दछ। त्यही कारणले गर्दा ब्राजिलमा क्राइमको मात्रा अरू देशको तुलनामा धेरै नै रहेको छ। साथीहरू, ब्राजिलको मानिसहरूलाई फुटबल धेरै नै मन पराउने गर्दछन्। साथीहरू, अचम्मको कुरा त यो रहेको छ कि ब्राजिलको जेलमा पनि पिज्जा डेलिभरी हुने गर्दछ र साथै त्यहाँ रहेको कैदीलाई साइकल चलाउन लगाइन्छ किनकि त्यस साइकलबाट बिजुली उत्पादन गरेर अरू देशलाई वितरण गर्ने गर्दछन्। साथीहरू, ब्राजिलमा केटा मानिसहरूलाई आफ्नो मर्दानी साबित गर्नको लागि सबैभन्दा डेन्जर कमिलाद्वारा टोकाइने गर्दछ। ब्राजिलमा रहेको रियो जेनेरियो सहर क्राइस्ट द रेडिङको लागि फेमस रहेको छ। साथै यो सहर फेमस लभ स्टोरी रोमियो जुलियटको लागि पनि फेमस रहेको छ। साथै अमेजन फरेस्टको सबैभन्दा ठुलो भाग पनि ब्राजिलमा पर्ने गर्दछ। साथीहरू, कस्तो लाग्यो हजुरहरूलाई यो भिडियो? प्लिज कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। आशा गर्छु हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो होला। यदि यो भिडियो हजुरहरूलाई राम्रो लाग्यो भने हाम्रो च्यानललाई लाइक, कमेन्ट, सेयर गरिदिनु होला र यस्तै रोचक भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला र साथमा रहेको बेल आइकनलाई थिच्नु होला ताकि हामीले अपलोड गरिने भिडियोहरूको नोटिफिकेसन सबभन्दा पहिला हजुरहरू सामु पुग्न सकोस्।